हेलो गाइज, वेलकम ब्याक टु आवर च्यानल। आज हामी काम गर्दै यहाँनिर घरको त्यो पुर्नु पर्ने छ, त्यो ढलाइ गरेको। अनि त्यो ढलाइ भन्नु नि, त्यहाँ माटो मात्रै हाल्नु हो क्या, पानीले त्यहाँ धेरै पानी जामिएर। अनि यहाँ चाहिँ हामी काम गर्दैछौँ, भेना भाइ अनि म। अनि यहाँ चाहिँ हाम्रो बाख्राहरू चढ्दैछु। अनि यो चाहिँ भाइले खनेको, भाइहरूले गरिदेऊ भेना। हेलो हेलो। हाम्रो चाहिँ नयाँ च्यानल हो। हिजो र आज एउटा मात्रै भ्लग हालेछौँ। अब अरू जस्तो कन्टेन्ट क्रिएटर जस्तो हामीलाई पनि सपोर्ट गर्नुपर्छ होला, तपाईँहरूले सपोर्ट गर्नु होला। हामी पनि यहाँ काम गर्नु थालेको हजुर। अब यो चाहिँ लगेर, यो माटो चाहिँ लगेर घरको उतापट्टि हाल्नु छ होइन। के गर्नु, घर बनाउनै पर्यो। हाम्रो छोरो यो चाहिँ हाम्रो भाइ क्लास 8मा पढ्छ, अनि ऊ चाहिँ 9मा भर्खरै। अनि उयो चाहिँ हाम्रो दमै नि उहाँ छ, यहाँ सार्की छ, यो बोके। हामी चाहिँ अब खेतीबाडी हाम्रो छ यहाँनिर। यो घर हाम्रो हो। ल ल ल भाइ हेर्नुलाई साथी, यहाँ चाहिँ काम गर्नु हुँदैछ। यो चाहिँ मेरो दाइ अघिदेखिको बोलिरहनु भएको थियो। यहाँ चाहिँ श्रम गर्दै हुन्छ घरको लागि। एकछिन त बस्छौँ हौ, भेट लागेको छ नि यो मान्छे। यहाँ चाहिँ गाह्रो भएछ। धेरै हाल्यो। उता चाहिँ हाम्रो बोकासम्म बोका त एकपल्ट। यो चाहिँ बेलडाङ्गी 2 गाउँ हो। यस्तो छ है हाम्रो गाउँ चाहिँ, हरियो भरियो। अब 1-2 दिन पछाडि म पनि होस्टेल जानुपर्छ, दमकमा सेन्ट एग्नेस। त्यस पछाडि सिधै अब छुट्टी कहिले हुन्छ त्यतिखेर सूर्योदय स्कुल पढ्छु होइन, 9मा। अब पास भइहाल्यो 8मा। अनि यो युट्युब च्यानल चाहिँ मेरो दिदी हो। उहाँ हुन्छ दिदी चाहिँ काम गर्दै। दिदी हाई गर्नु। हाम्रो बाख्रा खोर वस्तु पालन हाम्रो चाहिँ सुँगुर पनि छ हाम्रोमा चाहिँ। यहीँनिर यो यस्तो यो सबै माटो हाल्नाले यो सबै घाँसले गर्दा सबै पानीहरू जाम्यो घरमा। अनि अब हामीले तपाईँलाई सुँगुर र हाम्रो कुकुर देखाउँछु, पाउनु। काली काली यो चाहिँ बिहाउने छ होइन। अब कार्तिक साउनमा चाहिँ बिहाउँछ यसले पनि। कोको ओइ कोको, यो चाहिँ हाम्रो कोको। अनि उहाँ छ हाम्रो सुँगुरको खोर। हामी सुँगुर पनि देखाउँछौँ हामी आफ्नो। यो चाहिँ हाम्रो सुँगुर। ओइ ओइ। अब यति भन्दै अहिले एकछिनमा हामी भेटौँला। यहाँ चाहिँ यसरी घोप्टाउँदै सबै मिलाउने। अब अहिले चाहिँ माटो यता जम्मा गर्ने एक ठाउँ, त्यस पछाडि सबै घर मिलाउने। घर पनि यस्तो होइन, अब सराउन्डिङहरू पनि कस्तो डटी छ। अब यिनीहरूलाई क्लिन गरेर सफा गरेर सबै त्यो बाख्राहरूको घाँस हो क्या, सबै मिलाउनु पर्ने। यस्तो छ। यति हाम्रो वरिपरिको घरहरू यस्तै छ। सबैको घर यस्तै छ है साथीहरू, सबैको घर यस्तै हो। अब हामी चाहिँ सिभिलपट्टिको पऱ्यौँ, त्यसैले यस्तै हुन्छ घर। यता बाङ्गेपट्टि अर्कै घर छ। अनि यो हाम्रो बोके हेर्नु कति बदमास गर्छ। सुँगुर अघि देखाएको हाम्रो साथीहरूले। अब हाम्रो सब्सक्राइबरहरूलाई होइन बिस्तारी अब हामी आज के अरे च्यालेन्ज गर्न आँटेको, त्यो पनि भिडियो आजै लन्च हुन्छ। यो पनि हुन्छ र त्यो खाएको भिडियो च्यालेन्ज गरेको नि आजै हुन्छ। आजै सबै काम। अब हामी चाहिँ एडिट गर्दैनौँ त्यस्तो, त्यो भिडियोहरू सिम्पल जस्तो गऱ्यो त्यस्तै पठाउने। त्यो एडिट गर्दा के गर्दा टाइम वेस्ट हुन्छ। बिस्तारै गरिन्छ एडिट पनि। अहिले त अब एडिट गर्ने उयो छैन,
अनि त्यसैले अब बिस्तारै बिस्तारै जति मेम्बरहरू बढ्दै जान्छ सब्सक्राइबरहरू बढ्दै जान्छ अनि बिस्तारै बिस्तारै क्यामेराहरू पनि हुँदै जान्छ अनि तपाईँहरूको सपोर्टले गर्दा हामी माथि पुग्छौँ। अब त्यो चाहिँ तपाईँहरूमा निर्भर हुन्छ कतिको हामीलाई सपोर्ट गर्नुहुन्छ। भिडियो त हेर्नुहुन्छ सबैले थाहा छ, लाइक सब्सक्राइब चाहिँ हानिदिनु होला, कमेन्ट पनि गर्नु कस्तो लाग्छ, के कमी छ भिडियोमा। भाइ यो हजुर पुरेको होइन आन्टी, यो घर बनाएको हामी उता माटो चाहिँ हाम्रो घरको यो चाहिँ छिमेकीहरू हो उताको बाँसझ्याङ यिनीहरू चाहिँ। उहाँ चाहिँ चर्च छ। भाइ चर्चको नाम त के भयो? के अरे फेरि ठुलो स्वरमा भन न अलिक। इमानुएल। ए हस् यति भन्दै अहिलेको लागि बाई बाई। यहाँ भाइहरूले बोकिरहेछ है, चट्टसँग उल्टो भयो अब फेरि त्यो उल्टो भयो उल्टो यहाँ हेर्नुहोस् उल्टो पनि बोक्दा रहेछन् होइन हाम्रो साथीहरूले। उल्टो भयो यहाँ चाहिँ तपाईँको फुटबल ग्राउन्ड बनाउँछु भन्नुभएको छ है, फुटबल ग्राउन्ड। ल सबैजना यसो बेलडाङ्गीतिर घुम्न आउनु भयो भने हामीलाई सम्झिनु नबिर्सिनु होला होइन। खोलाबारी छ, त्यहाँ सुँगुर पाल्नु भएको छ होइन। यस्तै छ। अब फेरि यहाँ अरे त्यसै हाम्रो दिदीहरूको सुँगुर छ है, 3टा मजाले खाइरहेछ। ल है त मेरो भाइहरू जस काम गर्नुमा चाहिँ थाक्दैनन् के। कोको ए कोको यहाँ हेर्नुहोस् रमाइलो ठाउँ छ। हेर्नुहोस् है बेलडाङ्गी आएर चाहिँ सेक्रेट आन्टीको दोकान चाहिँ आउनु नबिर्सिनु है। चटपटे चाहिँ झोल माल पाउनुहुन्छ त्यता, झोल चटपटे, पानीपुरी, थुक्पा, चाउमिन सब दामी। मासु बिनाको है, तर मासु चाहिँ पाउनुहुन्न है। यति नै हो। ल साथीहरू आजको भ्लग यहीँ इन्ड गर्दै हामी तपाईँहरूलाई थ्याङ्क यू भन्दै बाई बाई।